तपाईँ जानु हामी आउँछौँ। अब मेरो समस्या चाहिँ तपाईँले बुझ्नु भएको छ नि, मैले हिरासतमा त्यो गनाउने ठाउँमा बस्न मिल्दैन। मेरो खराब पानी छ, मेरो खराब राजाहरूलाई पैसा सापटी दिनेको सन्तान हो। 1825 मा पृथ्वीनारायण शाहले, बडा महाराज धीराज पृथ्वीनारायण शाहले मेरा जिजुलाई सिन्धुलीमारीको लडाईँ लड्दाखेरि 25 रुपियाँको सापटी मागेको थियो। मेरा जिजुले दिनुभएको थियो त्यतिखेर बडा महाराज धीराज पृथ्वीनारायण शाहलाई सापटी। म त्यतिखेरदेखिकै राजाहरूलाई पैसा सापटी दिनेको सन्तान हो। होइन होला के हो आठ क्लास पढ्दै थिएँ, पढ्दा मलाई चाहिँ नि हेड सरले आएर कुट्नुभयो। कुटेपछि मेरो पालो पनि बढाङ्गे दिइहाल्यो। खराब पानी छ, मैले त राजालाई भेट्दाखेरि भने म अब तपाईँलाई ल्याउन लागेको छु, म फेरि फर्काएर छोड्छु। हेरौँला तेरो यो चोरी पनि कति दिन टिक्यो म पनि हेरौँला। टिचर कुटेको प्रसङ्ग पनि तपाईँले त्यसरी नै त्यस्तै हो, भन्नुभयो। बोली नै यस्तो होइन मैले त मान्छे पनि कति कुटेँ, मैले कुटे पनि कति खाएँ त्यो नै थाहा छैन। अहिले पनि रिसिप्ट पनि दिइहाल्छु। त्यही भएर त नि छेउमा आँट नगर्दा हुन्छ। गफै त हो सम्धि भन्छ। अहिले त मलाई देखे भने एयरपोर्टमा भाग्छन्। म त यसो भन्छु नि यिनीहरूलाई, एयरपोर्टमा कहीँ देखेँ नि तस्कर कता हिँडेको भनिदिन्छु अनि सिधै। मान्छे पिक टाइमसम्म मान्छेको नाम कमिन्छ नि, त्यहाँदेखि धेर गयो भने केपी ओली प्रचण्ड हुन्छ। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। मग्रे जस्तो गरेर नगर्नुहोस् न, म आफै चढिहाल्छु नि। यार भ्रष्टाचारले गरेर यस्तो नगर्नुहोस् न। सर्वपक्षीय सरकार बन्नु पर्यो, थाम्दैनन् भने त्यसको नेतृत्व म लिएर चुनाव गराउँछु। केपी ओली यहाँको प्रधानमन्त्रीलाई, यहाँका नेतालाई भारतका प्रधानमन्त्रीले भेट नदिँदा यहाँको गणतन्त्र जाँदो रहेछ। क्या ये क्या बक रहे हो मादरचोद?